हुन्छन् दाजुहरू गहिरो खन भने किनार खनिया जस्तो गहिरो के गहिरो खनिरहने ल भएन अलिअलि खनेर हिँड भन्यो भने कुखुराले खुवाइरहेको जस्तो मात्रै गर्ने अब यो खेत खन्ने कामबाट पनि यो बहिष्कृत हुने भयो ल यो पनि तेरो काम भएर यो नगर दुईटा कामबाट मुक्ति पाइयो गोठालो जाने र खेत खन्ने कामबाट अनि आमालाई आएर के भन्थ्यो भने आमा यसलाई ढुटा रोटी दिनुहोस् पिठा रोटी हामीले खानुपर्छ ढुटा रोटी यसलाई मासको दाल हामीले खानुपर्छ यसलाई आलसको त्यो छोक्रा नुन हालेर चाहिँ रगडिदिनुहोस् पानी हालेर आलसको पिना यसलाई खुवाउनुपर्छ यो के को दाल खुवाउनु यसलाई चिप्लो त्यसैमा भइहाल्छ एक खान्छ तिलको अचार हामी खानुपर्छ झुसिया पिना यसलाई अचार खुवाउनुहोस् झुसिया पिना नामै झुसे त्यसमाथि पिना साग हामीले खाने हो आमा यसलाई गुन्द्रुक मात्रै घिउ म हामीले खाने हो यसलाई मोइदिनुहोस् दही हामी खानुपर्छ अरू छोरा त्यो भन्थे आमा सुनेर बस्नुहुन्थ्यो उनीहरूको ल ल तिमीहरू काम गर्न हतार पो चाँडो खाएर जा उनीहरूलाई त हतार छ उनीहरू खान पर्यो हतार यत्र घाँस गरेर खम्ल्याङ हाल्ने हाँसले हिलो खायो जस्तो खायो हतार गरेर दौड्यो उनको काम छैन फुर्सदले खान्थे आमा लुकाई पनि उसलाई माया गरेर खुवाउनुहुन्थ्यो कहाँ तिनले भने एउटा मान्नुहुन्थ्यो र आमाको धर्म थिएन घरमा बसिया छ बाबु सबैले हेला गर्छन् अलिअलि काम गरे भए हुन्थ्यो दाजुहरूलाई सघाइदिए भए हुन्थ्यो गर्नु जान्दैनस् ढङ्ग छैन तेरो मिलाएर गर्नु बाबु अलिअलि काम दाजुहरूलाई सघाइदिए भन्दै घिउ म यस्तो लुकाई आमा खुवाउनुहुन्थ्यो आमा दही र भात मजासँग खुवाउनुहुन्थ्यो दाल तरकारी अचार गरेर राम्रोसँग खुवाउनुहुन्थ्यो उनीलाई सन्तुष्टि थियो हृष्टपुष्ट थिए हात पाखुरा मोटा थिए दाजुहरू सिकुटे म जस्ता थिए किनकि पिर थियो डाहा थियो चटारो थियो आराम गर्न पाउँदैन थिए र एक दिन यस्तै भयो धान पाक्ने सिजन आएछ ऊ पहाडी वनको छेउमा खेत छ एउटा त्यहाँ चराहरू लाग्छन् ल अब तँ चरा धपाउन जा त्यहाँ खेतमा फलानु ठाउँमा खेत छ हाम्रो खेत त देखाएको छ सुने छ चरा आउँछन् वनबाट धान खान्छन् खेत आलीमा गएर बस्नु एउटा लौरो लिएर राम्रोसँग हेर्नु धपाउनु भनेर दाजुहरूले भनेन नि हेर्नु भनेको थियो उनी गए खेता डिलमा बसे लौरो लिएर लट्ठी काटेर दाइहरू चरा आउँछन् भन्थे धान त पाकिया रहेछ हो रहेछ चरा त आएनन् भन्ठान्दै थियो एकछिनमा हुरुर सुगा महिनाको पठान आयो ज्याप्प गराभरि बसे पुगो धानका पाला चुटु काट्दै खाँदै सुगाले त काट्छन् है त्यो खाने मात्र हो र बढी नोक्सानी पुर्याउँछ खेर बाल्छ तिनले खाउन्जेल राम्रोसँग हेरे के उनले हेर्नु भनेको छ दाजुहरूले हेर्नै पर्यो चराले खाउन्जेल कति बेर हेर्नु छ र एकछिन यत्रो त पेट हुन्छ अलिअलि खाए ती उडे गए चरा आए धान खाए हेरी सिद्धियो गएर मेरो काम भने लट्ठीले उनी घर आए खाना खाने बेला त भेट भयो नि दाजुभाइ ए खेतङ्गाइस चरा आए धान खाए धपाइनुहोस् त मलाई धपाउनु भनेको थिएन धपाइन पनि तिनीको के कमाइ थियो र बिचराहरूको तिनीको खेती छैन हाम्रो त खानेकुरा कति तिनीको खानेकुरा के छ र ल हेर्नुहोस् अब तमासा नि अब यो काम लाग्यो त यो मान्छे काम लागेन यसकारण यसको नाम अब के उपाधि लगाइदिउँ है एउटा यसको नाम भरत त भरत हो अब अगाडि जड थपेर
जड भरत मान्छे नामको अगाडि डा लाउँछन् नि अहिले डा कसैका मा होइन कसैलाई समा हुन्छ नि सम्माननीय माननीय डाक्टर इन्जिनियर यी फलाना भने जस्तै उसलाई चाहिँ नि जड भरत ल हेर्नुहोस् उपाधि अब घर परिवार सबैले हेला गरे कोही वास्ता नगर्ने भयो आमा बाहेक यस्तो भएपछि घर त्याग्न सजिलो हुन्न त घरका परिवारले माया गरुन्जेल त्यो घर परिवार त्याग्न गाह्रो जब घरका कोही पनि वास्ता गर्दैनन् भने त्यो घरसँग के सम्बन्ध हुन्छ अनि पारिवारिक ममता कहाँ रहन्छ र अनि आत्माराम हुन सजिलो हुन्छ उनले जानेरै गरे है त्यो विधि अपनाएर आमाले बाबु भनेर बोलाउन्जेल आमा छोड्न सकिन्छ श्रीमानले प्रिया भनुन्जेल छोड्न सकिन्छ श्रीमतीले ए हजुर भनेर चाहिँ माया गरेर मुस्कान दिउन्जेल छोड्न सकिन्छ झर्की फर्की गरेर तँलाई बुढा भनिदिने हो यसलाई आजै छोडिदिउँ जस्तो लाग्दैन हो त्यही हो यहाँबाट उनी एक दिन चाहिँ नि यसो परालिँदै इक्षुमती नदीका तट आएछन् यो कथा यही भ्यालीभित्रको कथा हो है यो काठमाडौँ भ्यालीको यो जड भरत कहाँ होला नि त अब नेपाली हो कि विदेशी भरतको राज्य यो भनेर मैले दाबी गरे आधार सुन्नुहोस् गण्डकी उनको आश्रम गण्डकीमा स्नान गर्ने गण्डकीमा तपस्या गर्ने अनि खेत खन्ने कुरा गरेको छ जोत्ने कुरा गरेको छैन खन्ने सिस्टम यही हो यहाँभन्दा बाहिर जोत्छन् जताततै अनि इक्षुमती नदीको कुरा छ इक्षुमती नदी धोबी खोलोलाई भन्छन् धोबी खोलोको नाम इक्षुमती हामी जे अहिले धोबी खोलो भन्छौँ नि अब यो कथा बाहिरको हो त होइन यसरी त्यो नदीका तटा परालिया मान्छेलाई एक दिन के भएछ भने सिन्धु सौवीर देश सिन्धु नै हो सौवीर भने 100 जना योद्धा पहलवान रहेछन् त्यहाँ सिन्धुका मान्छे अहिले नि पहलवान जस्तै छन् बलिया छन् हेर्नुहोस् त नभए त्यहाँ हेर्नुहोस् कहिलेकाहीँ कुस्ती खेल्न आँट नगर्नुहोस् है सिन्धुका मान्छेलाई चापागाउँकाले सक्दैनन् नि ललितपुरकाले सक्दैनन् के चापागाउँले त अहिले कन्चर भइसकेको छ टन्न मोएर ढिँडो खाएका ललितपुरका थिए नि पहिला हामी नै थियौँ नि अब त्यो अहिले मोही ढिँडो छैन है प्रेत पिसाच लागे जस्तो भइगयो नि अहिले मोही तिग्रा त छाँटेन मोही नै छैन दही घिउ खाएको भए पो अहिले त त्यो चामल पनि उहाँ बेची महाकालीका कहाँ थाइल्यान्डका चामल खाएर जिनेतिने धान दिए यहाँ उत्पादन भएको मकैको पिठो खाएको हो र उनीहरू त अझ उत्पादन गरेर खाँदैछन् नि त त्यो भएर बलिया छन् भने त्यहाँको राजा रहुगण कपिलदेवको आश्रममा गंगा सागरमा कपिलदेव त सांख्य शास्त्रका प्रवर्तक भए होइन कैवल्य ज्ञानका प्रवर्तक ज्ञान सिक्न जाने भनेर राजा एउटा पाल्कीमा चढेर भरियालाई बोकाएर आउँदै रहेछ यहाँ चावलतिर कता आउँदा भरिया एउटा बिरामी भएछ क्या बौद्ध चावल कता आइपुग्दा बिरामी भयो बाबु एउटा भरिया त खोज्यो भनेर पठाएको तिनवटा भरिया अर्को एउटा खोज्न गएका अलि हात पाखुरा मोटो भएको चाहियो नि त उहाँसम्म पुर्याएर ल्याउनु छ राजालाई भरिया खोज्न हिँडे यिनै जड भरत चाहिँ भेट्टाए यी जड भरत चाहिँ कस्तो अवस्था उम्केर हिँडेर छन् भने एउटा चोरको सरदारले भद्रकालीको भाकल गरिरहेछ सन्तान नभएर सन्तान होस् भद्रकाली माई म तिमीलाई डरवली तिमीलाई भनिरहेछ
यहीँ भद्रकाली भने टुडी खेलमा